सार्वजनिक जग्गा संरक्षणको नाममा फेरि गरिबमाथि डोजर चल्ने तयारी त होइन। सिराहामा बसेको उच्च स्तरीय बैठकपछि अहिले यही प्रश्न सबैभन्दा ठुलो बहस बनेको छ। सरकार भन्छन् अतिक्रमण हटाउँछौँ, तर जनता सोधिरहेका छन् पहिले भूमिहीन बनायो कसले? नमस्ते, नमस्कार, दर्शन सलाम। म हुँ फिरोज सिद्दिकी। तपाईँ हेर्दै हुनुहुन्छ समृद्ध डिजिटल मिडिया। दर्शकवृन्द, आज हामी कुरा गर्दैछौँ सिराहामा सार्वजनिक जग्गा संरक्षणको नाममा सुरु हुन लागेको नयाँ अभियानबारे, जसले सुशासनको आशा पनि जगाएको छ र गरिबमाथि नयाँ दबावको डर पनि पैदा गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले 17वटै स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको लागत तयार गर्न, अतिक्रमण हटाउने योजना बनाउन र वास्तविक सुकुम्बासी पहिचान गर्न निर्देशन दिएको छ। सुन्दा निर्णय निकै राम्रो लाग्छ। सरकारी जग्गा जोगिनुपर्छ, नदी, बाटो, गुठी, सार्वजनिक सम्पत्ति जोगिनुपर्छ, यसमा कसैको दुईमत छैन। तर वास्तविक प्रश्न त्यहाँबाट सुरु हुन्छ जहाँ राज्यले गरिबलाई अतिक्रमणकारी भनेर चिनाउन थाल्छ। आज हजारौं परिवार सार्वजनिक जग्गामा किन पुगे? के उनीहरू रहरले पुगेका हुन्? के उनीहरूलाई सरकारले व्यवस्थित बसोबास दियो, रोजगार दियो, भूमि सुधार गर्यो? बाढी, कटान र विपदद्वारा विस्थापित नागरिकलाई सुरक्षित स्थान दियो? दिएन। नेपालको सुकुम्बासी समस्या केवल कानुन विषय होइन, यो राज्यको दशकौं लामो असफलताको परिणाम हो। राज्यले भूमि सुधार गर्न सकेन, रोजगार सिर्जना गर्न सकेन, गरिबी घटाउन सकेन, तर अहिले त्यही राज्य डोजर लिएर आउँदा गरिब मात्रै अवैध देखिन थालेको छ। अझ खतरनाक कुरा, वास्तविक सुकुम्बासीको परिभाषा। यो शब्द नेपालमा सबैभन्दा धेरै राजनीतिक दुरुपयोग भएको शब्द हो। वास्तविकको र नक्कलीको निर्णय कसले गर्ने? राजनीति पहुँच भएका धनीहरू फेरि प्रमाणपत्र लिएर भूमिहीन बने, अनि वास्तविक गरिब फेरि हटाइने खतरा कति छ? इतिहास हेर्दा डर त्यही छ, किनकि नेपालमा सार्वजनिक जग्गा कब्जा गर्नेहरू केवल टिनको छानो हालेर बसेका गरिब होइनन्। सबैभन्दा धेरै कब्जा त शक्तिशालीहरूले गरेका छन्। कसैले नदी किनारमा कब्जा गरे, कसैले गुठीको जग्गा, कसैले सरकारी जमिनमै महल बनाए। तर प्रश्नको डोजर प्राय गरिबकै झुपडीमा किन पुग्छ? यही प्रश्नले राज्यको नियतमाथि शङ्का पैदा गर्छ। बैठकले वैकल्पिक व्यवस्थापनको पनि कुरा गरेको छ। सुरक्षित आवास, महिला मैत्री संरचना, स्वास्थ्य सुविधा, पुनर्स्थापना। कागजमा यी शब्द निकै सुन्दर सुनिन्छन्, तर सिराहाका स्थानीय तहको वास्तविकता के छ? धेरै पालिकाले अझै आधारभूत फोहोर व्यवस्थापन गर्न सकेका छैनन्। स्वास्थ्य सेवा कमजोर छ, बेरोजगारी उच्च छ। त्यसैले प्रश्न उठ्छ, के पुनर्स्थापना साँच्चै हुने हो, वा यो केवल हटाउने अभियानको मानवीय अवधारणा मात्र हो? यदि राज्य साँच्चै जिम्मेवार छ भने पहिलो काम हटाउने होइन, व्यवस्थापन हुनुपर्छ। कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था बिना हटाउनु लोकतन्त्र होइन, त्यो प्रशासनिक बल प्रयोग मात्र हो। अर्कोतर्फ बैठकमा लागु औषध, विपद व्यवस्थापन र जलवायु सङ्कटबारे पनि छलफल भयो। यी विषय साँच्चै गम्भीर छन्, तर त्यहाँ पनि राज्य समस्या समाधान भन्दा अभियान चलाउन बढी सक्रिय देखिन्छ। लागु औषध किन बढ्यो? बेरोजगारी, निराशा र सामाजिक असुरक्षाका कारण। बाढी, सुक्खा किन बढ्यो? अव्यवस्थित विकास र कमजोर तयारीका कारण। तर राज्य जरा होइन, लक्षणसँग लडिरहेको छ। अन्तमा प्रश्न केवल एउटा छ, यो अभियान साँच्चै सार्वजनिक जग्गा संरक्षणका लागि हो, वा फेरि एकपटक गरिबमाथि कठोरता देखाएर शक्तिशालीमाथि मौन बस्ने पुरानै प्रवृत्तिको निरन्तरता? अब जनताले भाषण होइन, व्यवहार हेर्नेछन्। यदि कानुन साँच्चै समान हो भने त्यो गरिबको झुपडी मात्र होइन, शक्तिशालीको कब्जामा पनि लागू हुनुपर्छ। नत्र सुशासन भन्ने शब्द जनताको नजरमा केवल अर्को राजनीतिक नारा बनेर सीमित हुनेछ। यो विषयमा तपाईको विचार के छ? सरकारको निर्णय सही छ वा गरिबमाथि नयाँ दबाव? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोला। भिडियो मन परे लाइक, शेयर र फलो गर्न नभुल्नुहोला।